एउटा त्यस्तो स्थलमा आएर त्यतिको नाउँमा बाल्दिम भनेर बाल्न खोजेको हो त्यही त कहाँ हो भनेर हो त्यही भएर त्यहाँ हो भने मैले बाहिर छ अहिले पछि हामी भनौँला उहाँले भनिसक्नु भएको छ त्यसपछि अब यो यहाँभित्र देवी भनेका को हुन् सती देवी किन भन्यो त्यो देवी भनेका यस्ता अनुहार भएका यस्ता रूप भएका हुन् पहिला भगवान माता पिता दोस्रो भगवान ईश्वर किन भनिएको छ हो कि नै त्यो भनेको छ हो पक्का पहिला भगवान माता पिता दोस्रो भगवान ईश्वर आमा बुवाले जन्म नदिए भए हामी के हेर्ने थियौँ र के पाउने थियौँ के हुने थियो यहाँ के सोच्ने थियौँ हामी पहिला जन्म भयो त्यसपछि भने जान्ने भयो र थाहा पाउने भयो र सोच्न लाग्यौँ हर किसिमको दुःख र अप्ठ्यारो अनुभव गर्न लाग्यौँ भोग्न लाग्यौँ हामी साना शिशुलाई के थाहा छ यी लक्ष्मीको रूप पनि नि उहाँहरू देवीको रूपमा परिणत हुनुभएको छ त्यही भएर सत्य देवी भनिएको सत्य देवी कसकी आमा हुन् कसले खोज्नु धरतीकी आमा हुन् पार्वती कसकी आमा हुन् धरतीकी आमा हाम्रा आमा त हजुरहरू हो कि होइन अहिले कहाँ चाहिँ भेट्न सक्छौँ हामी यो सत्य देवीलाई पार्वतीलाई कहाँ देख्न सक्छौँ फोटो हेरेर त बुझाएको छौँ हामीले यी साँच्चैका फोटो त यहीँ छ नि त यहाँ यी हुन् त यहीँ साँच्चैका फोटो हुन् कि होइन हजुरहरू हो कि होइन त्यही त तीर्थ गराउन ल्यायौँ त त्यही भएर साँच्चैका फोटो भनेको साँच्चैको ईश्वर भनेका को हुन् अहिलेका मानिस पनि हुन् अहिलेका छोराछोरी पनि हुन् अहिलेका मानिस नै देवी देवताका रूप हुन् यिनको भविष्यमा यिनको भविष्य यही उमेरमा जानलाई आयु नै देखिन्न त अहिलेको यही चालमालले यही तरिका र यस सिस्टमले गर्दाखेरि आइदेखि देख्दैन ऊ त्यो रूपमा यो रूपमा जानलाई यो हो कि होइन भन्नुहोस् त्यही भएर हामीलाई चासो भयो अहिले चासो लिनु पर्यो चिन्तन गर्नु पर्यो विश्वास गर्नु पर्यो विश्वास विश्वास गर्नुहुन्छ भने श्रीखण्ड हुन्छ हो नत्र भने फुर्काको बिड भन्छ अब विश्वास गर्नुहुन्छ भने चक्र हेर्नुहोस् काहीँ दुनियाँमा छैन यो चक्र काहीँ दुनियाँमा देख्दैन यो मात्रै देख्छौँ हामी शिवलिङ्ग बाहेक अरू देख्दैनौँ हामी अहिलेसम्म काहीँ देखेका छैनौँ तर यहाँ चक्रमा सजाएर राखेको छ शिवलिङ्ग यो बनाएको कसले उहिले